तिनकुने घटनामा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणसँग मुछिएकी अभिनेत्री एनी कुँवर को हुन्? दिन यस्तो बयान। राजावादी समूहको आन्दोलनका क्रममा तिनकुनेमा भएको आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु प्रकरणसँग मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री एनी कुँवर रहेको खुलासा भएको छ। अधिकांश मिडियाले उनलाई पूर्व सञ्चारकर्मी एनी कुँवरका रूपमा चिनाउँदै समाचार सार्वजनिक गरे पनि यतिबेला उनको थप परिचय सार्वजनिक भएको छ। 11 वर्ष अघि ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्म बर्माबाट रजतपट यात्रा सुरु गरेकी एनीले पछिल्लो पटक 2079 भदौ 3 गतेदेखि प्रदर्शनमा आएको फिल्म माइकल अधिकारीमा डाक्टरको भूमिका निभाएकी थिइन्। उनी बर्माबाट एनएफडीसी अवार्डमा उत्कृष्ट नव अभिनेत्रीको विधामा मनोनित समेत भएकी थिइन्। केही म्युजिक भिडियो विज्ञापन र 4 वटा फिल्ममा अभिनय गरेकी एनी मिस राजधानी 2012 को विजेता पनि हुन्, जो नेपाली फिल्ममा बेला बखतमा देखिरहन्छन्। तर हालै सार्वजनिक भएको तिनकुने आगलागीको भिडियोले उनलाई विवादमा तानेको हो। एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु प्रकरणसँग एनीको नाम जोडिएको हो। भिडियोमा आगलागी हुनु अघि एनी कुँवर सुरेशको कोठामा देखिन्छन्। त्यसपछि उनी कोठाबाट बाहिर निस्किँदै गर्दा अर्को एक व्यक्ति भर्याङबाट तल झर्दै गरेको देखिन्छ, जसले अनुहार स्कार्फले छोपेका छन्। सञ्चारकर्मीका रूपमा पनि काम गरेकी एनी एभिन्यूज टेलिभिजनमा खबरभित्रको खबर कार्यक्रमको समाचार बाचिका र न्युज 24 मा कल 24 कार्यक्रम सञ्चालन पनि गरेकी थिइन्। पछिल्लो समय उनी धार्मिक र राजावादी अभियानमा सक्रिय रहेको बताइन्छ। हाल यो घटनाको अनुसन्धान भइरहेको छ र एनी कुँवरसँग सम्बन्धित विभिन्न प्रतिक्रियाहरू सामाजिक सञ्जालमा निस्किरहेको छ। घरमा आगो लागेपछि एनीले हार गुहार गरेको र आगो निभाउन प्रयास गरेको बयान दिएकी छिन्। भिडियो सार्वजनिक भएपछि कतिपयले उनीमाथि नै आरोप लगाइरहेका थिए। भिडियोमा सुरेश कोठाभित्र थुनिएको अवस्थामा एनी र उनको पछि अर्को व्यक्ति भर्याङबाट तल ओर्लिएको देखिएको छ। घटनापछि एनीले फेसबुक लाइभ गर्दै आगलागीमा थुनिएका व्यक्तिहरूको मद्दतको लागि अपिल गरिन्। उनले आगो निभाउन प्रयास गरेको बताइए पनि सामाजिक सञ्जालमा यस घटनाबारे विभिन्न आशंका र प्रश्नहरू उठिरहेका छन्।